हेलो गाइस, वेलकम टु माई युट्युब च्यानल है गाइस। यो चाहिँ हाम्रो सानो घर है, मूल घर भनौँ है, यो मूल घर। हेलो गाइस। अनि गाइस अब योपालिदेखि प्रफिट गर्नु खोज्दैछु म यो महिनादेखि। यसै गरेर म है यहाँनिर चाहिँ यहाँदेखि उता चाहिँ है यो तम्बुहरू लाउँदै गरेको चित्र घर छ है। योपालिदेखि सानो घर बनाऊँ भनेर गाइस म बनाउनु खोज्दैछु है। हामी यहाँ अब सामानहरू रेडी गर्दै हुँदैछ है गाइस। हेर्नुहोस्, मैले आज गिटी बल्ला मगाएको छ है। अब पर्सिदेखि सिमेन्टहरू पनि ल्याउने, रड सिमेन्ट ल्याएर है अब रेडी गर्ने है। आज चाहिँ मैले यहाँ घरको छेउमा, यो सानो पुरानो घरको छेउमा चाहिँ गिटी बल्ल यहाँ राखिदिएको छु है। यहाँ बल्ल राख्दैछु है। निकै छ, एक गाडी बल्ल ल्यायो आज। अब यहाँनिर गिटी पनि छ साइडमा है। अब यहाँ राख्ने है। यहाँ परनिर पनि अलिकति कटेर बनाइरहेछ सिमेन्ट राख्ने है। रोडहरू चाहिँ म यहाँ अगाडि राखौँ भनेर सोच्दैछु। यहाँ अगाडि रडहरू राखेर चाहिँ राख्ने जग्गा बनाउने है। अब यहाँ पुरानो घर है, पुरानो भइसक्यो पुरानो घर है, पहिला आप्पाहरू बनाएको है। अब यो चेपबाट गएर यो भित्तामा प्लम गरेर है, यहाँदेखि स्टार्ट गरेर अब घर बनाउने होला है। अब हाम्रो सानो घर बनाउने सोच आएको छ। अब म माथि अब यहाँनिर सानो घर बनाएर चाहिँ बनाउने सोच गरेर मैले सोच पुरा अब योपालिदेखि इच्छा गरेर है, मैले सानो दुःख गरेर हल्का सानो घर बनाउने वाला छ। यो देख्नु हुँदैछ है, यो ढुङ्गाहरू देख्नु हुँदैछ है। यो ढुङ्गाहरू चाहिँ भत फुटाएर अब बनाउने है। यहाँनिर सानो यहाँदेखि चाहिँ उता है, यो पुरानो घरको छेउदेखि लिएर चाहिँ अब यहाँदेखि लिएर चाहिँ पर त्रिपल्लाकोसम्म चाहिँ घर बनिन्छ है। 9 पोस यो हुँदैछ, 9 पोस लाएर बनाउने है। यो भित्ताहरू भत्काउने नि त है, यहाँ प्लम गरेर मजाले कटिङ गरेर अब यहाँ चाहिँ घर बनाउनु पऱ्यो भन्ने सपना मेरो इच्छा पुरा गर्ने मेरो सानो पुरानो भइसक्यो किचन च्यादरले